आज यहाँ दोस्रो दिनको जेएनजेडको आन्दोलनमा यहाँ काँक्रेबाट भन्छे कार्यालयमा आगलागी भइरहेको छ। यहाँ यता तपाईको एकजना यहाँ आन्दोलनका कार्यकर्ताहरूबाट के कुरा सुन्ने हुनेछ। तपाईको यो भन्छे कार्यालयमा मेन ठाउँमा आगलागी नगरिकन तपाईँ छेउछेउमा आगलागी गर्ने, तपाईँ आगलागी भए जस्तो गर्ने, मेन सेन्टरमा आगलागी नगरेको अवस्था पनि भेटियो यहाँ। किनभने धेरै क्षति नगर्ने भन्ने उद्देश्यले यहाँ छेउछाउमा मात्रै साइड साइडमा आगलागी गर्ने र 20 सेन्टरमा तपाईँ सामान यहाँ ओसार पसार गरिरहनु भएको छ। मेन कागजपत्रहरू यहाँ देख्नु भएको छ। यहाँ गाडीहरू यहाँ उता गाडीमा लिएर गाडीमा राख्नु भएको छ। यहाँ गाडीमा राख्नु भएको छ यहाँ सुरक्षित तरिकाले। तर यहाँको आन्दोलनकारीको कुरा बुझ्दाखेरि तपाईँको छेउछाउमा आगलागी भयो जस्तै गर्ने, तपाईँ साइड साइडमा तपाईँ मेन सेन्टरमा तपाईँको धेरै क्षति आउने क्षति हुन्छ भन्ने कारणले गर्दा यहाँ आगलागी नभए बिचमा आगलागी नभएको अवस्था छ। यहाँ एकजना कार्यकर्तासँग कुरा भएको थियो मेरो, बिचमा क्षति गर्नु भनेको आफ्नो क्षति गर्नु हो भन्ने कुरा गर्नुभएको थियो। साइड साइडमा आगलागी भएर धुलो मात्रै निकाल्ने, तपाईँको आगलागी नभएको कारण अवस्था देखिएको छ। यहाँ काँक्रेभिटाको झापामा तपाईँको यहाँ भन्सार कार्यालयमा यस्तो अवस्था देखिरहेको छ। तपाईँले यहाँ देख्नुहुन्छ बाइकहरू यहाँ पल्टिरहेको छ, बाइकहरू पल्टिरहेको छन् आन्दोलनहरूले। तपाईँको यहाँ बिचमा यस्तो मेन सेन्टरमा तपाईँ आगलागी गर्नुभएको होइन ठुल्ठुलोमा कार्यालयमा। तपाईँ यो एउटा कार्यालयको छेउछाउमा तपाईँ धुवा निस्किनु, यो मेरो विचार के लाग्छ भने चाहिँ यहाँ यस कागजपत्र नभएको ठाउँमा मान्छे बस्ने होइन कर्मचारी बस्ने ठाउँमा आगलागी गर्नुभएको छ होइन। मेन एकदम पोस्ट हुन्छ नि तपाईँको यो भन्छ कार्यालयको कागजपत्र हरेक कुरा भएको ठाउँमा यहाँ आगलागी गर्नुभएको छैन। यहाँ साइड साइडमा छेउछाउमा गर्नुभएको छ। त्यस्तै आफ्नो कर्तव्य निभाउनु लागि छेउछाउमा गर्नुभएको छ। यहाँ हेर्नु होला धुवाहरू मेन कार्यालयमा गर्नु भएन। मेन कार्यालय उतापट्टि चाहिँ होइन, तपाईँ यहाँ आगलागी छैन, उतापट्टि मेन उतापट्टि छ। यो भनेको तपाईँको यो कर्मचारी बस्ने यो भनेको कर्मचारी बस्ने ठाउँ हो, कर्मचारी बस्ने ठाउँ होइन। तपाईँको यो त्यसको पनि बिचमा गर्नु भएन, छेउछेउमा भइरहेछ। यता आफ्नो कर्तव्य निभाउनु लागि एउटा छारो आँखामा छारो निभा जस्तै हो यो होइन। देख्नु भएको छ यहाँ यता खाली गर्दै मेन कागजपत्रहरू खाली गर्दै ल्यापटपहरू खाली गर्दै उता सार्दै गर्नुभएको छ होइन। कागजपत्रहरू गाडीमा हाल्नुभएको छ, गाडीमा अथवा तपाईँको यो ट्रकमा हाल्नुभएको होइन। यहाँ देख्नु भएको छ यहाँ अवस्था। यहाँ उता हेर्नुहोस् कागजपत्रहरू ल्यापटपहरू उता गर्दै हुनुहुन्छ। ल्यापटपहरू प्याक गर्दै हुनुहुन्छ, ल्यापटपहरू होइन देख्नु भएको होइन। ल्यापटपहरू सार्दै गर्नुभएको छ उता ल्यापटपहरू देख्नु भएको होला उता। मेन सामानहरू सार्दै गर्नुभएको तपाईँको यहाँ ल्यापटपहरू सार्दै गर्नुभएको छ। ल्यापटप मेन सामानहरू अफिसमा गरे मेन सामान हेर्नु ल्यापटपहरू अफिसको ल्यापटप सामानहरू सार्दै गर्नुभएको छ। तोडफोड भइरहेको छ हेर्नुहोस् होला, तोडफोड क्षति धेरै भइरहेको छ। यहाँ सिसाहरू यहाँ तोडफोड भइरहेको छ। यहाँ मेन सामान सार्दै गर्नुभएको छ। यहाँ काँक्रेभिटाको भन्सा कार्यालयमा आगलागी भइरहेको छ। हेर्नुहोस् यहाँ भित्र हेर्नुहोस्, यहाँ तोडफोड हेर्नु सिसाहरू हेर्नुहोस्, पुरा तोडफोड भइरहेको छ। यहाँ त्यो आगलागी भइरहेको छ, धुवा आइरहेको छ। हेर्नुहोस् धुवा हामी भित्रैसम्म हेर्नु होला, यहाँ भित्रैसम्म सिसा फुटेर हेर्नुहोस्। यहाँ सामान सार्दै गर्नुहुन्छ तपाईँ, यहाँ भन्सा कार्यालय कर्मचारीहरूले सामान सार्दै गर्नुभएको छ। सामान हेर्नु होला, हामी लाइफमा छौँ हेर्दै गर्नु होला। यहाँ सामान सार्दै गर्नुभएको छ। यहाँ कहाँ कर्मचारीले पनि बहुत गाह्रो भइरहेछ सामानहरू हेर्नुहोस्, एकदम इमर्जेन्सी सामानहरू सार्दै गर्नुभएको छ। यहाँ मेची भन्सार कार्यालय वडा नम्बर 12 नम्बर 1 देखि 12 सम्मको। यहाँ हेर्नुहोस् माथि यहाँ हेर्नुहोस्, धुलो पुरा धुवा आइरहेछ हेर्नुहोस्। यहाँ पुरा सामान भित्र प्याक छ। तपाईँ हेर्नुहोस् यहाँ सामान यत्रो ठुलो छ। इमर्जेन्सी सामानहरू पनि छ। हेर्नुहोस् यो सामानहरू यहाँ पुरा यहाँ सामानहरू यहाँ हेर्नुहोस्, सिसा फुटाएर सामान यस्तो थुप्रो छ। सामान हेर्नुहोस् मेन चिजहरू सामान यस्तो अवस्थामा छ। अब उता आगो हेर्नुहोस्, आगो उता धुवा आइरहेछ हेर्नुहोस्। हामीले पनि यहाँ भिडियो गर्न बहुत गाह्रो भइरहेछ, धुवा छ।